हामी चाहिँ सर्वे टिम 3 जना छौँ है गाइज। यस हेर्नु ठिक छ। हेलो गाइज, आज चाहिँ हामी होइन सर्वे गर्दै आउँदाखेरि यहाँनिर टक्क किम्बुकको बोट रहेछ। यहाँ हाम्रो महेश सरले खाँदै हुनुहुन्छ किम्बु। यो चाहिँ एकदम गाउँमा पाइने चिज हो, अर्ग्यानिक किम्बुक हो। मिठो हुन्छ, कालो कालो खाइरहनु भएको छ हाम्रो महेश सरले। त्यो कालो चाहिँ होइन पाकेको हो होइन, रातो पाकेको हो। सर मिठो छ नि? मिठो छ नि, अमिलो अमिलो पनि हुन्छ है। अलि काँचो काँचो चाहिँ अमिलो हुँदो रहेछ। त्यही त नि। र यहाँनिर हाम्रो माथि मेसिन सेट गर्दैछ शुभम दाइले। अहिले चाहिँ हामी सिधै हाइड्रो पावरमा छौँ। गाउँसँगले आज खाना नखाई त्यसरी भोक लागेको छ, काम गर्नु पर्या छ। बिहानदेखि खटेर होइन, गाह्रो छ पुरै किमे पाएर चिसो पानी है, चिसो पानी हावा चलिरहेको छ। यहाँ चाहिँ हाम्रो शुभम दाइले होइन आज मेसिन सेट गर्दै हुनुहुन्छ। मिस शुभम दाइले। दाइ कस्तो छ? अप्ठ्यारो छ है जग्गा त मेसिन सेट गर्नलाई? यो एरिया हेर्नु त, सर्वे गर्न कस्तो गाह्रो हुन्छ। यता हाम्रो महेश सर हुनुहुन्छ आजको मेन इन्जिनियर, उहाँले गर्नुहुन्छ सर्वे सबै। हामी त यसो लेबर फ्रिजमा लिएर बोक्ने हो, उहाँले गर्नुहुन्छ। यो चाहिँ हाम्रो काम हुँदैछ अहिले साथीहरू खाना खानु गएको छ। सर्वे गर्न आएको आज सर्वे यस्तै छ है हाम्रो चाहिँ गाउँठाउँ गाइज। यस्तोमा सर्वे गर्नुपर्छ गाइज, यस्तोमा गाह्रो छ गाह्रो छ। त्यही भएर गाइज सर्वे नपर्नु केही नपर्नु।